ल साथी हो, हामी चाहिँ मोरङ जिल्लाको पर्यटक स्थल यो सुके पोखरी संरक्षण समिति लेटाङ नगरपालिका 7 वारङ्गी यो सुके पोखरी भन्ने स्थानमा हामी अहिले आइपुगिसकेका छौँ। यो स्थानलाई चाहिँ अझै एकदम पर्यटक स्थल बनाउनको लागि चाहिँ केही बजेटहरू छुट्याएर नगरपालिकाले चाहिँ विशेष ध्यान दिनुपर्ने स्थान रहेको छ। यो मोरङ जिल्लाको यो चाहिँ अति नै सुन्दर दृश्य पनि रहेको छ। यो माथि माथि डाँडाकाँडा जङ्गल, यहाँ माथि एउटा के भेडा जस्तोको एउटा आकार पनि रहेको छ, भेडाकै आकार यो अलि माथि देखिएको यो जङ्गलभित्र छ। यो स्थानलाई चाहिँ अलिक राम्रोसँगले यसको विकासको काममा अगाडि बढाउने भने यो अति नै सुन्दर देखिन्छ। योभन्दा केही अगाडि धनकुटा जिल्लाको सिमाना रहेको छ। अब यो केही समय अगाडि नै, यहाँबाट केही अगाडि नै मोरङ जिल्ला चाहिँ समाप्त हुने ठाउँ छ। यहाँ सिमाना रहेको छ। ल हामी चाहिँ यो स्थान चाहिँ एकैछिनमा हुस्सु लाग्ने, एकैछिनमा क्लियर हुने र घाम पनि लागिहाल्ने त्यस्तो छ। एकदम मान्छेहरू अब तल तराईतिरको मान्छे चाहिँ यहाँ माथि चढ्दाखेरि अति नै रमाउँछन् क्या। अब हुस्सु एकैछिनमा हुस्सु आएको हुन्छ, एकैछिनमा घाम लाग्छ। यतो देखेर पनि कति उनीहरू चाहिँ आनन्द महसुस हुन्छ उनीहरूलाई। हामीलाई नै यस्तै हुन्छ है, हामी पनि आउँदाखेरि कति आनन्द मान्छौँ है। र यो स्थानलाई चाहिँ अझै अति नै विकासको लागि अलिक अझै अगाडि ध्यान दिनुपर्ने देखिन्छ। ल यति मैले चाहिँ भिडियो बनाउन यहाँ मौका पाएँ। ल ओके, अहिलेको लागि बाई बाई है त।